गाडी कसरी चलाउने डे 2 यो भयो होइन। यो चाहिँ हाम्रो ह्यान्ड ब्रेक छ। यसलाई पहिला तानौँ, मतलब अब तानेको हुन्छ होइन। अब यसलाई अन्त छोडिदेऊ। अनि त्यसपछि यहाँनिर मुनि क्लज हुन्छ, क्लजलाई रट्टा दबाउने अनि गियर 1 नम्बरमा हाल्ने। 1 नम्बर हाल्ने सर्ट यस्तो मास्दै होइन। अनि त्यसपछि बिस्तारै क्लच छोड्दै एक्सिलेटर दबाउँदै हो अनि यस्तो होइन। यहाँ चाहिँ धेरै साँघुरो बाटो छ एकदम होइन। यस्तो वरि चलाउने, हेर्न सक्नुहुन्छ कति उयो गरेर चलाइरहेको छु मैले। यस्तो हिँडिरहेको हुन्छ यस्तो हिँड्ने, यस्तो फ्रन्टमा हल्का यो अब नाख्नु भएको जुइमा चाहिँ हल्का अगाडि गएर टर्निङ हिँड्ने। जस्तै अब निसानहरू भयो, आदि गाडीहरूमा चाहिँ हल्का अगाडि पछि मात्र टर्निङ लिने है त। हल्का अगाडि जाने, यति देख्दाखेरि यस्तरी काट्दिने। काट्दाखेरि ट्याक्क लाइनमा आउँछ अनि यही हो अब। अनि यस्तरी अब हल्का स्पिड चलाउनु मन छ भने यस्तो चाहिँ अनि यस्तरी एक्सिलेटरबाट गरिदिने, एक्सिलेटर दबाइदिने। त्यसपछि स्पिड लगाइस्